म्यान्चेस्टर युनाइटेडको नयाँ कोचको भिडियो बनाऊ त ब्रो भन्नुभएको छ होइन। सो नयाँ कोच रुबेन एमोरिम उनीहरूले एनाउन्स गरेको छ एज अ हेड कोच होइन। सो योभन्दा अगाडि रुबेन एमोरिम स्पोर्टिङ पोर्चुगिज लिगको च्याम्पियन स्पोर्टिङलाई म्यानेज गर्दै थिए र लाइक यङ कोच छ, उसको कोचिङ करियरको स्प्यान 6-7 इयर्स पनि छैन, बट एउटा ट्यालेन्टेड कोचको रूपमा एउटा क्यारिजमेटिक एनर्जी भएको कोचको रूपमा चाहिँ रुबेन एमोरिम चिनिन्छ। किन भन्दाखेरि उसको जुन लाइक करियर छ, करियर त्यस्तै छ। उसले कासापिया भन्ने थर्ड डिभिजन, पोर्चुगलको थर्ड डिभिजनबाट सुरु गरेका थिए विदाउट एनी कोचिङ लाइसेन्स, र त्यो क्लबलाई प्रमोसन पनि दिएका थिए र त्यसपछि उनलाई फाइन लाग्यो त्यो क्लबलाई होइन, कोचिङ लाइसेन्स बिना कोच हायर गर्यो भनेर। त्यसपछि ऊ ब्रागामा गयो होइन, ब्रागाको बी टिममा गयो, बी टिमबाट ऊ ए टिममा तानियो र ए टिममा तानिसकेपछि उसको एउटा रन अफ गेम्स थियो। त्यो रन अफ गेम्समा उसले त्यो लिगको टप 2 टिमसँग चाहिँ 5वटा गेम खेल्यो टोटल होइन, र 5वटा गेममा 5वटै जिते र त्यो जितमा सेमिफाइनल र फाइनल पनि पर्थ्यो र त्यो सेमिफाइनल र फाइनल पोर्चुगिज लिग कपको थियो र पोर्चुगिज लिग कप ब्रागालाई जिताइदिए रुबेन एमोरिमले। त्यसपछि ऊ गयो स्पोर्टिङमा त्यसपछि उसले त्यहाँको लिग जिताइदिएपछि फेरि सुपर कप पनि जिताइदिए अनि त्यसपछि फेरि लिग जिताइदिए र त्यसरी रुबेन एमोरिम लाइक पोर्चुगिज लिगमा वान अफ द मोस्ट ट्यालेन्टेड एउटा क्यारिजमेटिक क्यारेक्टर भएको चाहिँ एउटा कोचको रूपमा चाहिँ चिनिए। र उसको त्यहाँ प्रिन्सिपल के थियो, उसको फिलोसफी के थियो भने ऊ 3-4-3 फर्मेसनमा ऊ आफ्नो टिमलाई सेटअप गर्थे र त्यो 3-4-3 फर्मेसनमा डिफेन्डर्सहरूको उनको चोइसको डिफेन्डर्स हुन्थ्यो। 3 डिफेन्डर्समा बिचको डिफेन्डर अलिकति फिजिकल, साइडको डिफेन्डर्स अलिकति थ्रु पास दिन सक्ने, भर्टिकल पासेसहरू दिन सक्ने, विङ ब्याक्सले विड्थ मेन्टेन गरिदिने र 2टा मिडफिल्डर्सहरू थियो, पिभट मिडफिल्डर्सहरू। एउटा चाहिँ बल जित्ने खाले मिडफिल्डर्स, एउटा चाहिँ काम कम्पोज टाइपको बक्समा अराइभ गर्ने खाले मिडफिल्डर थियो। र उसको एउटा टाइप हो यो आफ्नो गेमको होइन। र उसको प्रेसिङ कस्तो थियो भने उसको फ्रन्ट लाइन प्रेसिङ चाहिँ 5 म्यान प्रेसिङ हुन्थ्यो, अगाडिको 3जना र 2टा मिडफिल्डर गरेर 5 म्यान एकदम ओरिएन्टेड प्रेस हुन्थ्यो र प्रेस चाहिँ वाइड ट्र्याप गर्ने, साइडतिर ट्र्याप गरेर त्यसरी खेलाउने चाहिँ उसको स्टाइल थियो होइन। ऊ बिल्डअपमा चाहिँ के गर्छ, सेन्टर ब्याक युज गर्छ, लाइक वाइड सेन्टर ब्याक्सहरू युज गर्छ र फुल ब्याक पनि के अरे विङ ब्याक्स पनि विथ मेन्टेन गर्नलाई युज गर्छ होइन। अब के म्यान्चेस्टर युनाइटेडमा रुबेन एमोरिम सक्सेसफुल होला नि त भन्ने एउटा क्वेसन छ। अब यो अहिले टु अर्ली टु जज भए जस्तो हुन्छ। अब उसलाई चाहिन्छ, टन्ने टाइम चाहिन्छ होइन। अब टाइम बिना त हुँदैन यहाँ। प्लस के छ भने युनाइटेडमा प्लेयर्सहरू चाहिँ उसले चाहेको जस्तो टन्ने प्लेयर्सहरू चाहिँ छन् जस्तो लाग्छ मलाई। जस्तै अब उसको इनासियो भन्ने जुन डिफेन्डर थियो होइन, लाइक लिजान्ड्रो मार्टिनेज मोरओभर सेम क्वालिटीको प्लेयर छ होइन। र ब्याकलाइनमा ब्याक 3 खेल्ने हिसाबमा युनाइटेडमा प्लेयर्सहरू पनि छ र लाइक 2टा पिभट मिडफिल्डर खेल्ने हिसाबमा प्लेयर्सहरू पनि म देख्छु होइन। लाइक उगार्टे उसकै अन्डरमा खेल्थ्यो स्पोर्टिङमा, इज अ बल विनर। अहिले जुन हुलम्यान खेलिरहेको छ उसको स्पोर्टिङमा त्यो जस्तै छ। र लाइक कोबी मेन्यू क्यान बी लाइक हुन्छ लेट अराइभिङ इन द बक्स टाइपको मिडफिल्डर होइन। र फ्रन्ट लाइनमा ब्रुनो, माउन्ट होइन, जग्जी यिनीहरू खेल्न सक्छ। र जुन विङ ब्याक छ, विङ ब्याक्समा अब मेबी एन्टोनी युज गर्न सक्छ उसले, मेबी गार्नाचो युज गर्न सक्छ, डालो युज गर्न सक्छ, उतापट्टि माजरा युज गर्न सक्छ। सो प्लेयर्सहरू चाहिँ छ, बट अब के लाइक जुन हिसाबमा म्यान्चेस्टर युनाइटेड अहिले डिफेन्सिभ हाफमा एकदम प्रब्लम्स लाइक उनीहरू प्रब्लम फेस गरिरहेको थियो, अब त्यस्तै प्रब्लम फेस गरेको कोच एमोरिम पनि हो होइन। अब हेरौँ म्यान्चेस्टर युनाइटेडमा के हुन्छ, बट ओभरअल्ली हेर्ने भने इज अ गुड कोच, ट्यालेन्टेड कोच, यङस्टरसँग काम गरेको कोच होइन, प्लस डिफ्रेन्ट टुर्नामेन्ट्सहरू एकैचोटि खेल्न सकाउने कोच यसरी देखिन्छ। बट या गुड लक टु रुबेन एमोरिम, र दिस इज रुबेन एमोरिम फ्रम म्यान्चेस्टर युनाइटेड न्यू हेड कोच।